हाम्रो जस्तो देशलाई कुनै पार्टीको शब्द सापटी लिनु पर्यो भने, साम्राज्यवादी देश वा विकसित देशहरूले आक्रमण गर्नु पर्यो, उपनिवेश बनाउनु पर्यो भने चारवटा अदृश्य क्षेपास्त्रहरूको प्रयोग गरेको हामी भेट्छौँ, पाइन्छ। पहिलो, शिक्षामाथिको आक्रमण हुन्छ। त्यसैको फलस्वरूप 2028 सालमा नयाँ शिक्षाको रूपमा नयाँ शिक्षा लागू भयो, जसले यो देशको शिक्षामा रहेको इतिहास, धर्म, संस्कृतिको महत्त्वलाई हटाएर नयाँ शिक्षाको नाममा युरोपियन मोडालिटीको शिक्षा ल्याएर राखिदियो, जसले गर्दा आजका हाम्रा जेनेरेसनहरूले आफ्नो देशको इतिहासको बारेमा अध्ययन गर्ने मौका पाएनन्, आफ्नो देशको संस्कृतिको बारेमा अध्ययन गर्ने मौका पाएनन्। आफ्नो देशमा भएको वेद, पुराण र संस्कृत, जसलाई युरोपियन देशहरूले विकासको प्रमुख आधार, विज्ञानको प्रमुख आधार मानेर हिँडिराखेका छन्, आज त्यही चिज हामी कहाँबाट कोलेप्स भयो? नयाँ शिक्षाको रूपमा शिक्षामाथि आक्रमण गरियो, नम्बर 1। नम्बर 2, दोस्रो आक्रमण कहाँ हुन्छ भनेदेखि धर्म र संस्कृतिमाथि हुन्छ। त्यसैको फलस्वरूप तपाईँको भ्यालेन्टाइन डे, ह्याप्पी बर्थडे लगायत युरोपियन मोडालिटीका कल्चरहरू हामी कहाँ घुसे। आज समाजमा तपाईँ सामान्य बुझ्ने अवस्थादेखि कलेज पढ्दै गरेको विद्यार्थीहरूले आफ्नो ढाड खुम्च्याएर आमा बाउलाई खुट्टामा ढोगेको प्रतिशत कति पाउँछ? म तपाईँलाई यो प्रश्न राख्न चाहन्छु। अनुसन्धान गरौँ समाजमाथि। आज समाज कहाँ पुग्दैछ धर्म संस्कृतिको हिसाबले? कमजोर हुँदैछन् हाम्रा धर्म संस्कृति, शिक्षा। पितृकार्यहरू कहाँ गए? तीजमा दिदी बहिनीलाई लिन जानुपर्छ, धार्मिक तिथिमिति मान्नुपर्छ। आज तपाईँलाई म कुनै दिन अगाडि राखौँला प्रमाणसहित, आज युरोपियन कन्ट्रीहरू डिफरेन्स बिट्विन वैदिक साइन्स एन्ड मोडर्न साइन्स भनेर बहस गर्दैछन् र वैदिक साइन्स नै इम्पोर्टेन्ट हो डेभलपमेन्टको लागि, सोसियल चेन्ज, इकोनोमिकल चेन्ज, नेचुरल चेन्ज, ओभरअल डेभलपमेन्ट गर्नको लागि प्रमुख आधार नै वैदिक साइन्स हो। त्यसकारण वैदिक साइन्स सबभन्दा महत्त्वपूर्ण हो मोडर्न साइन्स भन्दा भनेर उनीहरू बहसमा गएर आज वैदिक साइन्सलाई प्रमुख आधार मानेर जाँदैछन् भने हामी वैदिक साइन्सलाई छोडेर मोडर्न साइन्सको पछि मात्रै लागेका छौँ। समाज कहाँ पुगेको छ? शिक्षा मार्फत हाम्रो समाजलाई टुक्र्याइयो, धर्म संस्कृतिमाथि आक्रमण गरियो, समाज टुक्र्याइयो। त्यसपछि तेस्रो क्षेप्यास्त्र राजनीतिक जन्म सङ्ग्रहको नामबाट प्रवेश गरेर 62-63 को आन्दोलनसम्म आउँदै गर्दाखेरि राजनीतिक रूपबाट विच्छेद बनाइयो देश। त्यति गर्दा पनि नभइसकेपछि ती साम्राज्यवादी देशहरूले जसले हाम्रो देशमाथि आँखा गाडेका छन्, उनीहरूले यति गर्दा पनि हामी यो देशलाई हामीले भनेअनुसार चलाउन सकेनौँ। के हो त त्यो शक्तिको मुख्य स्रोत के हो जसले देश अहिले पनि एकदम एकीकृत रूपमा अड्याइरहेको छ भन्ने कुराको फाइन्ड आउट गरिसकेपछि द अल्टिमेटली राजदरबार र राज संस्था नै हो, त्यसलाई नसिद्ध्याएसम्म हाम्रो स्वार्थ पूर्ति हुँदैन भनिसकेपछि चौथो क्षेप्यास्त्रको रूपमा राजदरबार हत्याकाण्ड भयो। शिक्षा, धर्म संस्कृति, राजनीति मुख्य शक्ति केन्द्र र अहिले हामी अन्तिम अवस्थामा छौँ। तपाईँको बुढी औँलाबाट थिच्दै 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 आएर घाँटी समात्ने अवस्थामा हाम्रो अवस्था पुगेको छ।